लाखौं दर्शक श्रोतालाई नचाउने र हँसाउने कलाकार दुर्गेश थापा आफै रुदाको दृश्य देख्दा कसको आँखा रसाउँदैन होला। कलाकार दुर्गेश थापा अन्तर्वार्ताका लागि द प्रकाश सुवेदी शोमा जानुभएको थियो, जस अन्तर्गत एउटा सेगमेन्टको नाम थियो कसरी सम्झनुहुन्छ। त्यस सेगमेन्टमा आफ्नो श्रीमती र आफ्नो छोराको तस्बिर आउँछ। त्यस लगत्तै कलाकार दुर्गेश थापाले आफ्नो भावना र भनाइ पोख्दा कतिखेर आँखाबाट आँसु खसाल्नुहुन्छ पत्तै पाउनुहुन्न। सायद मेरो मिसेस हुन्थेन भने सायद म यहाँ हुन्थेन होला, सायद डिप्रेसनको शिकार हुन्थ्यो होला, आज म विदेशी नि हुन्थेँ होला, सुसाइड गर्थेँ होला कि दाइ म ऊ नभएको भए। आज म जे छु यहाँ छ, यहाँ जुन अवस्थामा छु मेरो बुढीको कारण जसलाई मलाई सुखमा मात्रै होइन, सुखमा भन्दा पनि बढी एकदम दुःखमा साथ दिएको। त्यस्तो दर्दनाक अनि कष्टकर समयमा पनि साथ नछोड्नु भएको श्रीमतीलाई कलाकार दुर्गेश थापाले पनि उत्तिकै माया गर्नुहुन्छ। तिर्न सक्दैन जस्तो। त्यही भएर मेरो बुढीले भनेको कुरा हरेक कुरा मान्छु कि म दाइ। अहिले यहाँ सोबाट ल आउनुहोस् यहाँ, मलाई यस्तो भयो भनेपछि मलाई सोसँग मतलब हुँदैन कि दाइ, मेरो श्रीमतीसँग मतलब हुन्छ कि, किनकि मेरो श्रीमती भनेको अब सबै हो, सबै थोक हो क्या मेरो लागि, संसार हो दाइ। एकदम मलाई ह्यान्डल गरेको मेरो लाइफलाई एकदम मेरो लाइफमा ऊर्जा, मेरो लाइफमा यो आँट कहाँबाट आउँछ भने सबै मेरो श्रीमतीबाट आउँछ दाइ। यत्रो कन्ट्रोभर्सी हुँदाखेरि पनि एक वचन मलाई कहिले पनि उसले रिस उठ्यो बेला कहिले पनि यस्तो कुराहरू बोल्दैन कि होइन। यही कुराले मेरो श्रीमतीले मेरो मन जितेको हो। त्यही भएर मैले श्रीमतीलाई जहिले पनि कहिले चित्त दुखाउँदिनँ कि उसले भनेको कुराहरू, उसले यो बाटो हिँड्नुपर्छ, यो गर्नुपर्छ भन्ने कुराहरू म सबै मेरो श्रीमतीको फलोअप गर्छु।